आज हामी क्रिकेट खेलेको भिडियो गराउँदैछौँ। सबैजनालाई नमस्कार। मैले क्रिकेट खेलेको भिडियो गराउँदैछु। आज चाहिँ हामी क्रिकेट खेलेको भिडियो गराउँदैछौँ। उहाँ दाइहरू क्रिकेट खेलिरहनु भएको छ। गाइस, आज हामी क्रिकेट खेलेको भिडियो गराउँदैछु। सबैजनालाई नमस्कार। म नयाँ युट्युबर हो। आज मैले नयाँ भ्लग गराउँदैछु। सबैजनालाई नमस्कार छ। आज चाहिँ मलाई वाटरम्यान गराइदिनु भएको छ गाइजहरू। यहाँ हेर्न सक्नुहुन्छ। बोलिङ सोलिङ सबै यहाँ क्रिकेट भइरहेको छ। गाइस, यहाँ क्रिकेट खेल्नु भएको छ। उहाँ फिल्डर हुनुहुन्छ रजत भण्डारी। अनि यहाँ दुईजना हुनुहुन्थ्यो, कता गइ ल्याउनु भएको छ। आज गाइस मैले यहाँ भिडियो गराउँदैछु। यहाँ पानी खान तिर्खा लगाएको छ सन्दीप भण्डारीलाई। ब्याटिङमा दिलराम काफ्ले हुनुहुन्छ। ब्याटिङ गर्दै आजको यो युट्युब च्यानललाई सब्सक्राइब र लाइक गरिदिनलाई मैले हार्दिक अनुरोध गर्दछु। ब्याटिङमा रामु काफ्ले हुनुहुन्छ। अनि बोलिङमा चाहिँ अहिले ड्रिङ्क्स ब्रेक भएको छ 2 मिनेटको। ब्याटिङमा दिलराम काफ्ले ब्याट समात्दैछन्। यहाँ उता ड्रिङ्क्स ब्रेक चलिरहेको छ। यो लोकल गली क्रिकेट हो। यहाँ फेरि दर्शक बस्नु भएको छ। यी दर्शकहरू हुनुहुन्छ। यहाँ दर्शक भरिसक्नु भएको छ। उता फेरि बाख्राहरू छन्, बाख्रा दर्शक। यता फेरि खेलाडीहरू पानी खाँदैछन्। अब बोलिङमा फेरि कृष्ण ढकाल आइपुग्नु भएको छ। बोलिङ गर्दै हाम्रो बेस्ट बोलर अब बोलिङ गर्दै हुनुहुन्छ। बोलिङ ओभरको पहिलो बलमै लम्बा 6 हान्दिएका छन्। दिलराम काफ्लेले मकै पनि भाँचियो। लम्बा 6 हानेर सेलिब्रेसन नि गरेका छैनन्। यहाँ सन्दीप भण्डारी किपिङद्वारा उहाँदेखि शर्मन भण्डारीले पारदाई भनिसकेका छन्। अब फेरि बोलिङ गर्दै कृष्ण ढकाल। बोलिङमा कृष्ण ढकालले ओभरको बल क्याच छुटो। यहाँ चाहिँ मेरो युट्युब च्यानल हो, हेर्न सक्नुहुन्छ। शर्मन गइले दिलराम काफ्लेले हानेको शट रजत भण्डारीले क्याच छोड्न बसेका छन्। फेरि बोलिङ गर्दै फेरि वाइड फ्याँकेका छन् अहिले कृष्ण ढकालले। नराम्रो बोलिङ गर्दै नराम्रो बोलिङ गर्दै कृष्ण ढकालले अब फेरि ओभरमा दिँदै यसरी नै हान्न मिल्छ। ओभरमा दिँदै शर्मन गइले यहाँ मलाई सोधिरहेका थिए। फेरि कृष्ण ढकाल बोलिङ गर्दैछन्। यहाँ नट आउट चलेको छ म्याच। आजको यो म्याच को जित्छ हेरौँ है त। दिलराम काफ्लेलाई यर्कर फ्याँकेर